Some people still think the average IQ in Nepal is 24. Bro, where are you getting your info from? Anyone with an IQ below 70 is considered mildly retarded. And you really think the average Nepali person is mentally retarded? Yes, not retarded. Retarded as you don't believe me. म proof दिन्छु. 4 चोटी प्राइम मिनिस्टर हुन्छ, केही गरेन, फेरि प्राइम मिनिस्टर हुन्छ. Wait. Not enough. Wait. खोला 4 भयो भन्छ. I'm talking about भक्तपुर स्पेशली. तर हरेक जात्रा पछि पूजा सुजा जेसुकै होस् फाल्ने खोलामा. And I'm not even talking about ढल क्या. गाई जात्रा हुन्छ भैलो जे भने यत्रो ठुलो उ बनाए परालको बनाएको हुन्छ क्या यस्तो बोक्ने होला. त्यो लासमा लगेर खोलामा फाल्छ. हरेक जात्रा पछि हरेक फेस्टिभल पछि सबै फाल्ने खोलामा. द वर्स्ट पार्ट इज मान्छेहरु यति बेवकुफ छन्. कसैले आएर यस्तो नगरे अबदेखि यस्तो नगर्ने यस्तो गर्नु भएन खोला हुन्छ अबदेखि यस्तो गर्नु भनेर एक्चुअल सेन्सिबल कुरा गरे भने मान्छेहरु ए हाम्रो ट्रेडिसनलाई तिमीले यस्तो भन्ने हाम्रो ट्रेडिसन पहिलेदेखि यस्तो चलिरहेको गलत कसरी हुन सक्छ तिमीले हाम्रो ट्रेडिसनलाई यस्तो कसरी भन्न पायौ हा हाम्रो कम्युनिटी यति प्रुफले नि पुगेन भने रिसेन्टली साजन श्रेष्ठको कन्ट्रोभर्सी म आफै नेवारी हो के को एकजना उहाँकै अंकल बि लाइक तिमीले हाम्रो पुरै नेवारी कम्युनिटीलाई कसरी भन्यो यसरी हा नेवारी कम्युनिटी हा हाम्रो नेवारी कम्युनिटीलाई पुरै कम्युनिटीलाई कसरी भन्यो कुमार सागरलाई भन्यो पुरै कम्युनिटीलाई भन्यो IQ I don't know about IQ तर डमनेस 100%